ल है साथीहरु चिकन बिरयानी बनाउन लागेको त्यसको लागि अहिले यहाँ बेसार अनि हरियो खुर्सानी अनि गरम मसला अनि चिकन मसला भन्नु न हजुर बोल्नु न अदुवा लसुनको पेस्ट बोल बोल्नु पर्छ कचम्बर दही अनि खोर्सानी हामीलाई चाहिएको अनुसार नुन अनि बेसन त भयो कि नुन कारमा हो के कारमा हाल्दैन होला नि किन नहाल्ने र हामीले यो घरमै पिनेको ओरिजिनल कारमा यो बाहिर पाउँदैन हामीले बनाएको घरमै बनाएको जिरा पाउडर मिनो यो जिरा पाउडर हैन जिरा पाउडर अनि यो धनिया पाउडर नुन हाल्नु त चिकन मसला हाल्यो गरम मसला हाल्यो नुन हाल्यो दही के हो यो त यो भयो त लाइट गयो लाइट गयो त लाइट बन्द भयो त किन रहेछ यो त फ्राई गरेको प्याज पुदिना पुदिना मासु तल छ यो चाहिँ के अरे मासु कुखुराको मासु बिरयानीको लागि के बिरयानीको लागि चिकन बिरयानी चिकन दम बिरयानी घरको स्टाइल घरमा पिरो पनि त्यति हुन्न मसलाहरू पनि त्यति हुन्न नि त मिठो हुन्छ तातो तेल बिस्तार त्यो सबै छु त्यहाँ अनि तेल सबै छु अघिको तेल हो कि मिक्स गर्ने भन्ने म्याग्नेट म्याग्नेट इङ्ग्लिसमा हुन्छ नेपाली हो नि त यो नेपाली हो नि त त्यही भएर हरिकोमा त कति राम्रो आयो लाउने ग्रेभी सुक्खा नहुनु होला कि एकदम यो यसरी पानी हाल्यो भने बल्ल फ्री हुन्छ कि अझै तेल हाल्नुपर्छ यसरी अलिकति यो लुज गऱ्यो भने फ्री हुन्छ कि के अरे यो जल्दैन कि तलसम्म आउँदैन काम हुन्न अघि मासु मोलेको मसलाको लागि या चामल को लागि पानी उमाल्दैछौँ अनि उतापट्टि बकेटमा चामल चाहिँ धोएर राखेको अब यो चामल यसमा बनाउने छौँ बोइल गर्ने के गर्नु साथीहरू पकाउने मान्छे बोल्दैन मलाई भन्न आउँदैन यो पकाउने मान्छेहरूको बोली के हुँदैछ कुन्नी यही हो फेरि पकाउने मान्छे त फेरि यही मान्छे हो बोल्दैन के गर्ने मलाई बोल्न आउन्न आफूले पकाइरहेको बोल्न आउँछ भन्न आउँछ
ल है साथीहरू, बिरयानी राइस यहाँ अघि मेट गरेकोमा हाल्यो, अघि मिलाएको हो मासुमा, मसलाहरू सबै मिलाएर राखेको मासुमा हाल्दैछ राइस भात। यो बिरयानी चाहिँ हामीले घर फ्यामिलीले मात्रै खानको लागि बनाएको हो। साथीहरू घेर गरेको आवाज आयो होला, एउटा कुलरको र एउटा बाहिर हावा फ्याँक्ने के भन्छ किचनको फ्यानको आयो होला। अनि गर्मी छ, कुलर लाउनै पर्यो। ल है साथीहरू, भात यहाँ हालिसकेपछि अब यसलाई बफ्याउने होइन र, दम बिरयानी भनेको यही हो। अघि भात छानेर राख्यौँ अनि त्यस पछाडि यहाँ बफ्याउनलाई होइन, मैले जानेको बफ्याउनलाई मेन दम बिरयानी भनेको यही हो साथीहरू। ल अहिले पाकेपछि भेटौँला। अब यसैमा हो कि यो गर्ने ध्यान राख्नुपर्ने। ल साथीहरू, हाम्रो बिरयानी पाक्यो। बिरयानी माथिबाट बिरयानी पाकेपछि माथिबाट प्याज हाल्नुपर्छ साथीहरू। अहिले त्यसको लागि अहिले यो तल पिँधमा छ यसको मरमसलाहरू अहिले मिलाउनु पर्छ खाने बेलामा। ल है साथीहरू, राइताको लागि दही, क्यारेट, धनिया, प्याज अनि यो काँक्रा दही हाल्यो, यसको मोल्ने, अनि नुन आफूलाई स्वाद अनुसारको नुन हालेर यसरी मोल्ने है साथीहरू राइताको लागि। यो अलि बाक्लो भयो, अहिले पानी हाल्नुपर्छ। अहिले पानी हाल्नु छैन नि साथीहरू, अब पानी हाल्नुपर्छ। अनि अलिकति पानी हालेर अनि स्वाद अनुसारको नुन हालेर घोल्ने। ल साथीहरू, राइता कचेम्बर भन्ने यही हो। कुनैले राइता भन्छ भने कुनैले कचेम्बर होइन। कचेम्बर त यहाँको भाषा हो नि, यहाँको भाषामा हो कचेम्बर राइता। ल है साथीहरू, राइता बाक्लो भयो, धेरै बाक्लो भयो। दही कम भयो। दही फ्रिजमा भयो जस्तो लाग्थ्यो है अलिकति। अहिले हरिल ल्याउँछ होला नि। प्लेटमा बिरयानी हाल्ने, बिरयानीको साइडमा राइता, यही हो सब्जी। बिरयानीको सब्जी यही हो। अर्को ग्रेभी हुन्छ कि अब ग्रेभी चाहिँ होटलमा पाउँछ, घरमा चाहिँ हुँदैन। होटेलहरूमा चाहिँ साइडमा ग्रेभी हुन्छ के तरकारीहरूको, घरमा चाहिँ हामीले तरकारी बनाएनौँ यही राइतासँग खाने भनेर। ल है साथीहरू, हाम्रो बिरयानी फाइनली खाने बेला भयो।